है। देशको मायाले, मेरो मायाले होइन, देशले तपाईलाई भन्न लागिरहेको छ। यसरी बुझ्नुहोस्, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब कलमले मात्रै देश बन्ने भने त कलमै मात्रै चलाएन है। म पनि घरको तालामाथि बसेर किताब लेखे गर्छु, बन्दैन देश कलमले मात्रै। औजार चलाउन बिर्स्यौं, त्यसले गर्दा हामी गरिब। सबैजनालाई म भन्न चाहन्छु, अब त्यो अल्छीपनलाई त्यागेर तपाईँ पौरखी बन्नुपर्छ। अल्छीपनलाई त्यागेर तपाईँ पौरखी बन्नुपर्छ। त्यसको लागि म तपाईहरूलाई जगाउनका लागि आएको म यहाँलाई निवेदन गर्न चाहन्छु। हामीले श्रम संस्कृति पार्टीले चुनाव लड्छ है, किनभने हाम्रो विचार नीति बनाउने ठाउँमा पुग्नुपर्छ। नीति बनाउने ठाउँमा पुग्यौं भने हामी स्कुल अथवा अफिस 3 दिन मात्रै खोल्छौं, 4 दिन काम हुन्छ। त्यो भनेको सुनेर 2-4 जना जेएमजीले चाहिँ अस्ति के भनेछ भने खै त प्रधानमन्त्री बनाउनु हुँदैन, कहाँ ढुङ्गा बोकाउँछ, कहाँ ढुङ्गा बोक्नु हो भने। ढुङ्गा बोक्नु होइन, देश बोक्नु हो है। भनेको यो देश है, बगेर गएको यो देश बोक्न सकिँदैन। हामीले सक्नुपर्छ है, सक्नुपर्छ। तपाईँ हामी एक बनेर सक्नुपर्छ। एकता नै विचार हो, शक्ति अनि स्रोत। हामी मिली उठाओ पहाड हुन्न केही बोझ। एकताको उदयसँगै रातहरू ढल्नेछन्, प्रभात झैं झलमलाउँदै दीप नयाँ बल्नेछन्। त्यो एकताको लागि म आएको छु, तपाईँ तयार हो? यही देशमा हामी फलाउँछौँ। आदरणीय दाजुभाइ